गिरफ्तार पर्नुभयो हैन। हामीले बोलेकै आधारमा यो सरकारले राष्ट्रियतामाथि चाहिँ गम्भीर आँच आउने खालको, राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुने खालको चाहिँ अभिव्यक्ति दिनुभयो। त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाइनुपर्छ र उहाँले माफी माग्नुपर्छ भनेर हामीले आवाज उठाउँदै गर्दाखेरि, राँके जुलुस बाल्दै गर्दाखेरि चाहिँ हामीलाई बानेश्वरबाट पक्राउ गरिने काम पनि भयो। हामीले त्यसको निन्दा र खेद प्रकट पनि गर्यौं। आज साँच्चीकै उहाँहरूले गरेको राम्रा कामहरुमा हामीले आज पनि सपोर्ट गरिरहेका छौं। हामी रचनात्मक रूपमा हाम्रो सामाजिक सञ्जाल मार्फत हामीले चाहिँ उहाँहरूको कामको कमेन्ट मार्फत होस्, शेयर मार्फत होस्, हामीले कुनै न कुनै रूपमा पोस्ट मार्फत होस्, कुनै न कुनै रूपमा हामीले रचनात्मक रूपमा सपोर्ट गरिरहेका छौं। तर उहाँहरूले गर्नुभएको गलत कामको हामी सदैव विरोध गर्छौं, खबरदार गर्छौं। उहाँहरू खाल्डोमा साँच्चीकै भन्ने हो भने अस्थिरताबाट चाहिँ एउटा मुलुक स्थिर रूपमा 5 वर्षसम्म स्थायित्व प्राप्त गर्नको निमित्त बनेको यो सरकार यो बीचमा नढलोस् हामी चाहन्नौ। यो सरकार ढल्नुपर्छ भन्ने पनि हामी चाहदैनौं। उहाँहरू सुध्रिनुपर्छ। उहाँहरूले जनताको आवाजहरूलाई, जनताले राखेका प्रश्नहरूको चाहिँ निष्पक्ष ढंगबाट हामीले कहिले पनि भनेका छैनौं यो सरकारलाई पुनः ढाल्नुपर्छ, यो सरकार गिराउनुपर्छ, यो सरकार गिराएर फेरि चाहिँ सर्वदलीय सरकार बनाउनुपर्छ। त्यो कुनै पनि पार्टीसँग त्यो खालको मेजोरिटी छैन। हामीले त्यो भनेका छैनौं। यो सरकार साँच्चीकै विकास र समृद्धि, जनतालाई चाहिँ सुशासन, सामाजिक न्याय र समृद्धको क्षेत्रमा काम गर्न बनेको सरकार हो भने जनताका मुद्दाहरूमा काम गर्न पर्यो। गरिब सुकुम्बासीहरूलाई लखेट्ने हैन, उहाँहरूलाई चाहिँ स्थापित गर्नु पर्यो। हामीले त अझ के भनेको हो भने करिब 20 वर्षसम्म चाहिँ नागरिकले भोग चल्न गरेको छ भने त्यो जग्गा वितरण गर्नुपर्छ, उहाँलाई जहाँ बसोबास गरेको छ त्यही दिनुपर्छ भनेर चाहिँ हामीले भन्यौं। तर त्यो कुरा चाहिँ उहाँहरुमा एउटा अंकगणितको चाहिँ भूत उहाँहरुमा सवार भएको कुरा चाहिँ म तपाईहरुलाई यहाँ राख्न चाहन्छु। किनभने उहाँहरुमा एउटा खालको दम्भ छ, हामीसँग जे गर्दा पनि ठीक हुन्छ, सबैलाई एउटै तुलोमा हालेर जोख्न जरुरी छैन। हिजो तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले गरेको राम्रो काम हेर्नुहुन्छ भने इतिहासमा सम्झन लायक र गर्व गर्न लायक कामहरू छन्। म तपाईलाई दृष्टान्त दिन चाहन्छु। तपाईको मध्य पहाडी लोकमार्ग तपाई हेर्नुहुन्छ भने कसैले पनि कल्पना गरेको थिएन त्यो मध्य पहाडी लोकमार्ग सक्सेस भएर चाहिँ